कल्पना गर्नुहोस् तपाईँ एउटा यस्तो ठाउँमा अड्किनु भएको छ जहाँ न त तपाईँ आफ्नो हात हल्लाउन सक्नुहुन्छ न त खुट्टा। तपाईँको टाउको तल छ, खुट्टा माथि, चारैतिर कलेजो कमाउने अँध्यारो छ र तपाईँ सास फेर्न समेत सङ्घर्ष गरिरहनु भएको छ। यो कुनै हरर फिल्मको कथा होइन साथीहरू, यो कहानी हो 26 वर्षका मेडिकल विद्यार्थी जोन जोन्सको, जो आजभन्दा केही वर्ष पहिले अमेरिकाको एउटा यस्तो खतरनाक गुफामा छिरेका थिए। तर एउटा सानो गल्तीका कारण उनी त्यहाँ यसरी अड्किए कि संसारको उत्कृष्ट उद्धार टोलीले पनि उनलाई बचाउन सकेन। आखिर के भएको थियो त्यो रात? नट्टीपट्टिको 24 नोभेम्बर 2009। 26 वर्षीय मेडिकल विद्यार्थी जोन एडवर्ड जोन्स आफ्नो परिवारसँग अमेरिकाको युटा राज्य फर्केका थिए। हाँसो खुसीको माहौल थियो। जोन, उनका भाइ जोस र केही साथीहरूले एउटा साहसिक यात्राको योजना बनाए, नट्टीपट्टि गुफा जाने। यो गुफा कुनै सामान्य गुफा थिएन। जमिन मुनिको तातो पानीले बनेको यो गुफाभित्रका बाटाहरू साह्रै अनौठा र घुमाउरा र अत्यन्तै साँघुरा थिए। कतिपय ठाउँ त यति साना थिए कि त्यहाँ छिर्न छातीको सास समेत रोक्नु पर्थ्यो। तर जोनका लागि गुफा घुम्ने कुरा कुनै नयाँ कुरा थिएन। बाल्यकालदेखि नै उनी यस्ता साहसिक यात्रामा निपुण थिए। तर नियतिले त्यो रात अर्कै खेल रच्दै थियो। गुफाको भित्र छिरेपछि जोन र उनको टोली अगाडि बढ्दै गयो। रमाइलो गर्दै जाने क्रममा जोनले गुफाको सबैभन्दा चर्चित र चुनौतीपूर्ण बाटो द बर्थ क्यानल खोज्ने निर्णय गरे। उनी टोलीभन्दा अलि अगाडि बढे। अँध्यारो सुरुङमा घिस्रँदै जान उनले एउटा सानो पाल देखे। उनीलाई लाग्यो, हो, यही बर्थ क्यानल हो। त्यो बर्थ क्यानलमा पुगेपछि घुमेर आउन मिल्ने बाटो थियो। तर उनी टाउको पहिले पारेर त्यो पालभित्र छिरे। तर त्यो बर्थ क्यानलै थिएन। त्यो त गुफाको एउटा यस्तो नराम्रो र नक्सामा समेत नभएको घातक गल्ती थियो। त्यहाँ आजसम्म कोही पनि पुगेको थिएन। जोन जति जति अगाडि बढ्दै गए बाटो उति नै साँघुर हुँदै गयो। फर्कनका लागि जिउ घुमाउने ठाउँ कतै थिएन। उनले आफ्नो छातीको सास बाहिर फालेर अझै अगाडि बढ्ने प्रयास गरे। तर अचानक उनको खुट्टा चिप्लियो र उनी एउटा ठाडो चेपोमा खसे। जब जोन रोकिए तबसम्म निकै ढिला भइसकेको थियो। उनी 70 डिग्रीको कोणमा टाउको तल र खुट्टा माथि भएको पूर्ण रूपमा उल्टो अवस्थामा आइसकेका थिए। त्यो ठाउँ एकदमै साँघुरो थियो र त्यो ठाउँबाट हात खुट्टा हल्लाउन समेत मुस्किल थियो। जोनका भाइले जोनलाई त्यो अवस्थामा भेटाए। उनले जोनको खुट्टा तानेर निकाल्ने प्रयास गरे, तर जोन अझ तल धसिए। जोस तुरुन्तै मद्दत माग्न गुफा बाहिर दौडिए। केही घण्टा भित्रै संसारका उत्कृष्ट उद्धारकर्मी, प्रहरी र हेलिकप्टरहरू त्यहाँ आइपुगे। सुरु भयो एउटा यस्तो रेस्क्यु अपरेसन जसलाई इतिहासकै सबैभन्दा कठिन उद्धार कार्य मानिन्छ। उद्धारकर्मीहरू जोनको नजिक पुगे, तर ठाउँ यति साँघुरो थियो कि कसैले पनि उनीलाई समातेर तान्न सक्ने अवस्था थिएन। जोन उल्टो झुन्डिएको हुनाले उनको मुटुमा रगतको दबाव अत्याधिक बढ्दै गयो। कोक्सोमा पानी जम्न थाल्यो। तर पनि जोनले हिम्मत हारेका थिएनन्। उनी उद्धारकर्मीहरूसँग कुरा गरिरहेका थिए। आफ्नी गर्भवती श्रीमती र छोराका लागि भए पनि बाँच्नुपर्छ भन्दै आफैलाई सम्झाएका। घण्टौँको प्रयासपछि उद्धारकर्मीहरूले एउटा यस्तो उपाय निकाले। उनीहरूले गुफाको भित्तामा पुली अड्काउने र डोरीको मद्दतले त्यहाँबाट निकाल्ने भन्ने सोचे। जब डोरीले जोनलाई तान्न सुरु गरियो, जादु जस्तै काम भयो। जोन बिस्तारै माथि आउन थाल्यो। उनलाई यति माथिसम्म तानियो कि उनले उद्धारकर्मीको आँखामा आँखा समेत जुधाएर हेर्न थाले। सबैको अनुहारमा खुसी छायो। यो प्रक्रिया निकै ढिलो थियो। उनीहरूले जोनलाई थोरै खाना र पानी पनि दिए, तर त्यो खुसी क्षणभरमै शोकमा बदलियो। अचानक एउटा ठुलो आवाज आयो। गुफाको चिप्लो र कमजोर भित्तामा ठोकिएको एउटा पुली उक्लियो। डोरी छुडियो र उन ठुलो झट्काका साथ फेरि त्यही सानो र अँध्यारो चेपामा खसे। यो दुर्घटनापछि जोन बेहोस भए।
र उद्धारकर्मीहरू पनि थाके। उनको शरीरले अब थप पीडा सहन सकेन। उद्धारकर्मीहरू पनि तनावमा परे, अब कसरी निकाल्ने भनेर। उल्टो परेको शरीर र अक्सिजनको कमी लगातार 28 घण्टाको सङ्घर्षपछि 25 नोभेम्बर 2009 को राति जोनको मुटु सधैँका लागि बन्द भयो। जोनको मृत्युपछि उनको शव बाहिर निकाल्न अर्को ठुलो अभियान चलाउने सोचियो, तर विज्ञहरूले भने कि शव निकाल्ने प्रयास गर्दा अरू उद्धारकर्मीहरूको पनि ज्यान जान सक्छ। अन्ततः जोनको परिवारले एउटा अत्यन्तै गाह्रो र कडा निर्णय लियो, जोनलाई गुफाभित्रै आराम गर्न दिने। प्रशासनले गुफाको भित्री भागमा विस्फोटन पदार्थ पड्काएर जोनको शरीर भएको ठाउँलाई पुरे र गुफाको मुख्य ढोकामा कङ्क्रिट खनाएर यसलाई सधैँका लागि बन्द गरिदिए। आज नदीपट्टि गुफा कुनै पर्यटकीय स्थल होइन, बरु जोन एडवर्ड जोन्सको एउटा जीवित समाधि स्थल हो। गुफाको बाहिर एउटा सानो बोर्ड छ, जसले त्यहाँबाट गुज्रने हरेक व्यक्तिलाई त्यो नोभेम्बर 24 र 25 को दिन र एउटा साहसी युवकको दुःखद कथाको सम्झना गराउँछ। तपाईँहरू पनि यस्तै गुफाहरू देख्नुभएको छ भने